शिक्षक साथीहरू, नयाँ शैक्षिक सत्रमा केही नयाँ र फरक गर्ने के छ योजना? अब केही दिनमा नयाँ शैक्षिक सत्रको पहिलो घन्टी बज्दैछ। विद्यालयका करिडोरहरूमा नयाँ पोसाक, नयाँ पुस्तक र नयाँ आशा बोकेका विद्यार्थीहरूको चहल पहल सुरु हुँदैछ। तर के यो नयाँ सत्रसँगै मेरो पढाउने शैलीमा पनि कुनै नयाँपन आउला, नयाँपन ल्याउला? के म फेरि त्यही पुरानै ढर्रामा च्याप्टर सकाउने, पाठ सकाउने दौडमा सामेल हुन जाँदैछु, वा यसपटक विद्यार्थीको सोच बदल्ने नयाँ यात्रा तय गर्दैछु? आज मैले आफैलाई प्रश्न गर्दैछु र मेरा सहकर्मी शिक्षक मित्रहरूलाई पनि सोध्न चाहन्छु, हामी शिक्षक मात्रै हौं कि परिवर्तनको संवाहक पनि? मैले बुझेको एउटा तीतो सत्य के हो भने, यदि म केवल पाठ्यपुस्तकका अक्षरहरू बोर्डमा सार्दैछु भने म शिक्षक होइन, एउटा फोटोकपी मेसिन मात्रै हुँ। यो वर्ष मेरो उद्देश्य च्याप्टर सकाउनु मात्रै हुने छैन। मेरो ध्यान यसमा हुनेछ कि मेरो अगाडि बसेको त्यो सानो विद्यार्थीले मैले बोलेका कुरालाई आफ्नो वास्तविक जीवनसँग जोड्न सक्यो कि सकेन। जबसम्म शिक्षाले जीवनका समस्या समाधान गर्न सिकाउँदैन, तबसम्म त्यो केवल जानकारीहरूको थुप्रो मात्रै हो, कलेक्सन अफ इन्फर्मेसन मात्रै हो। त्यसैले यसपटक म कक्षामा प्रश्नहरू सोध्न बन्देज लगाउन, बरु धेरैभन्दा धेरै प्रश्न आउने वातावरण तय गर्नेछु। हामी अक्सर गरेर विद्यार्थीहरूलाई एउटै तराजुमा हालेर जोखेर गल्ती गर्दैछौँ। तर कक्षा कोठा भनेको त बगैँचा हो, जहाँ गुलाब छ, चमेली छ, सयपत्री छ, सबै थरीका फुलहरू छन्। यो शैक्षिक सत्रको पहिलो 10 दिन मैले विषय पढाउन्न, मैले विद्यार्थीहरूलाई पढ्छु। को अलि तगडा छ, को अलि मध्यम खालको छ र कसलाई वास्तवमै मेरो अतिरिक्त सहारा चाहिएको छ। यो विश्लेषण नै मेरो सफलताको जग हुनेछ भन्ने मैले आशा राखेको छु। कमजोर विद्यार्थीहरूलाई हप्काएर होइन, उसको स्तरमा ओर्लिएर हात समात्नु मेरो धर्म हुनेछ। हो, कक्षा कोठामा अनुशासन अनिवार्य छ। यदि सुरुमै नियमहरू प्रष्ट भएनन् भने पछि नियन्त्रण गुम्छ, विद्यार्थीहरूले टाउकोमा टेक्न सुरु गर्छन्। गृह कार्यको गम्भीरता, समयको पालन, एक अर्काप्रति गरिने सम्मान मेरो कक्षाका नियम हुनेछन्। तर यी नियमहरू डरमा होइन, समझदारीमा तय गर्नेछु। म विद्यार्थीसँग यस्तो भावनात्मक सम्बन्ध बनाउन चाहन्छु कि उनीहरू मलाई कठोर भन्दा कठोर शिक्षक, हाकिम होइन, भरोसा योग्य एउटा मार्गदर्शक ठानुन्। विद्यार्थीहरू विषयसँग होइन, शिक्षकको व्यवहारसँग जोडिन्छन्। जब उनीहरू मलाई मन पराउन थाल्छन्, मेरो विषय उनीहरूको लागि प्रिय बन्न बेर पनि लाग्दैन। शिक्षक हुनुको अर्थ सिक्न छोड्नु होइन। यदि म आजको प्रविधि र नयाँ शिक्षण विधिबाट टाढा रह्यो भने म मेरा विद्यार्थीहरूलाई 20 वर्ष पुरानो संसारको लागि तयार गर्दैछु। म आफूलाई हरेक दिन अपडेट गर्नेछु। मेरो योजना केवल के पढाउनेमा मात्रै सीमित हुने छैन, कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रित हुनेछ। परीक्षा केवल अङ्कका लागि होइन, विद्यार्थीले कहाँ गल्ती गर्यो र कसरी सुधार्ने भन्ने ऐनाको रूपमा प्रयोग गर्नेछु। म यो कुरामा दृढ छु कि एउटा औसत शिक्षकले सुनाउँछ, राम्रो शिक्षकले बुझाउँछ, उत्कृष्ट शिक्षकले गरेर देखाउँछ, त्यसैगरी महान शिक्षकले प्रेरित गर्छ। नयाँ शैक्षिक सत्रको सुरुवातमा मेरो संकल्प यही रहनेछ। म केवल पाठ्यक्रम सकाउने मेसिन बन्ने छैन, म त त्यो झिल्को बन्ने कोसिस गर्नेछु जसले विद्यार्थीलाई मस्तिष्कमा जिज्ञासाको आगो बालिदियोस् र उसको सोच परिवर्तन गरिदिन सकोस्। किनकि जब विद्यार्थीको सोच बदलिन्छ नि, तब मात्र समाज र देश बदलिन्छ। सबै शिक्षक साथीहरूलाई नयाँ शैक्षिक सत्रको शुभकामना छ। आउनुहोस्, यसपटक पढाउने तरिका मात्रै होइन, विद्यार्थीको भविष्य वास्तवमै बदल्ने संकल्प गरौँ। तपाईलाई यो जानकारी कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट र शेयर गरिदिन नभुल्नुहोला र धेरै शिक्षक साथीहरू समक्ष पुर्याइदिनु होला।